मनाङको यात्रा यहाँबाट सुरु भयो म र मेरो जिग्री साथी धीरजको। है त अब हेर्दै जाउँ कस्तो हुन्छ। यो चाहिँ हाम्रो सेकेन्ड डे जानेमा चामेमा आइपुगेको छ। अब यसपछि हामी खानसार जानेछौँ। मेरो चाहिँ बिहान बिहान नाकबाट रगत आएर एकदमै गाह्रो भइरहेको थियो। अब घर फर्क्यौँ कि भनेर सोचेको थियो, तर अब मनले पनि मानेन। सो अब चामेबाट हामीलाई खानसार स्वर्गको अनुभूति लिनलाई चाहिँ मनाङ नै आउनुपर्ने रहेछ है। यो देख्दाखेरि हामी दुईको मन यति खुसी भयो कि एकदमै सुन्दर हाम्रो देश नेपाल रहेछ। अब हाम्रो राइड हेरौँ है त। गुटुङ टुङ टुङ यसरी राइड गर्दै गयौँ। अफ रोड त्यसमाथि है डिओ 125 अहिलेको एफआई सिस्टमवाला है त। यसरी हामी गयौँ, उसले चलायो, त्यसपछि मैले चलाएँ गुटुङ टुङ 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 लाएर। एन्ड एकदमै दामी है। सो हामी चाहिँ अहिले आइसकेको छौँ हुम्डे मनाङमा। अब केही समय मात्र छ राइड गर्न बाँकी। अब केही समयपछि चाहिँ हामी खानसार भन्ने ठाउँ पुग्छौँ र यहाँको नजारा म देखाउँछु तपाईँलाई। मैले पानी खाँदैछ छैनलाई यस्तो छ यहाँनिर। यो चाहिँ यस्तो भयो यस्तो भयो हावा कस्तो चल्दैछ। त्यसपछि धीरजले पोज दिन स्टार्ट गर्यो शाहरुख खान है। यसरी नै हामी हेर्दै गयौँ। यो स्कुटरले धेरै साथ दियो है, खुसी लाग्यो। र लास्टमा